अहिले कस्तो थियो अहिले कस्तो यतापट्टिको भागमा छ यता भागमा अब त्यहाँ होइन अब चाहिँ कतै पनि छैन सबै मैले झिकिसकेँ अहिले त छैन अघि कस्तो किन गर्ने रहेछ यस्तो धोका दिएको छ यसले ढोका बन्द गर्नु है किन अर्को के भन्छ तल भित्र हात हाल्नु पनि सक्यो हो त्यहाँ यो हो त्यो नसा हो त्यो दुख्ने हुन्छ म त्यो वरिपरि अब चाहिँ सिद्धिसके जस्तो छ फेरि उहाँलाई बोलाइदिनु क्या होइन हजुरसँग आउनु भएको थियो त्यसलाई ल मलाई लोड गरेर दिनुहोस् मिथल प्रेजेन्टेसन बोलाउनु एकछिन डक्टरसँग फोन ए धर्म म फोन गर्छु अग्निले भनेको थियो नि अग्निले भनेको चाहिँ कुरा राइट लाग्यो मेरो स्टाफको पनि आफ्नै भिलेज डक्टर साहब पनि ठ्याक्कै कुरो चाहिँ मिल्यो मेरो र डक्टर साहबको अनि पानी त म अग्निले भिलेज थियो उहाँले ठ्याक्कै पानी जम्ने भन्नु बित्तिकै मलाई त्यो खुसी लाग्यो पहिलो चिजमा पहिलो एउटा हाम्रो केस उसको हुनु भनेको राम्रो हुन्छ अरूले पनि देखाउन सकिन्छ यो फोटो सबै खिच्नु है साहबको बिआर कडाली कालीकोट मनमा थोडा चल्छ जोइन्ट क्याभिटी मात्रै पत्ता लगाउन बेर हुन्छ एकचोटि क्याभिटीमा छिरिसक्यो भने त्यसपछि त फ्याक्ट्री यो घुडा भन्दा यो घुडा डबल छ होइन सर अलमोस्ट डबलै छ होइन सिलिन्डरको सबै झिकेको त्यो सबै जम्मा गरेर फोटो खिच्नु हो एक्ज्याक्टली किनभने यही विश्वास गरेर अरू पनि आउँछन् नि त यसलाई के भन्छ अरे डक्टर यसलाई भन्छ जोइन्ट एस्पिरेसन भन्छ नी जोइन्ट एस्पिरेसन विच इज फर डायग्नोस्टिक पर्पज एन्ड थेराप्युटिक पर्पज एकै कुरा भन्दै छ न
कति भयो यस्तो भएको? भएको कार्तिकबाट यता औँसीदेखि। कतै उपचार गर्नु भएन? टिकापुर गरेको। टिकापुर पहिला सामान्य थियो, अहिले अलिक सुनिएर चाहिँ पानी जम्छ। भोक नै रात निद नै